हाई एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म बिहानदेखि बेलुकासम्म के गर्छु तपाईँहरूलाई देखाउँछु। आज धरानमा चाहिँ राति पानी परिरहेको थियो, फेरि पानी पर्ला जस्तो भइरहेछ। मौसम चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यहाँ मेरो फुलबारीमा चाहिँ झार उम्रिरहेछ। म यो झार पनि उखाल्नुपर्ने छ। आज मेरो नानीहरू चाहिँ उठेर खेल्दै रहेछ, तिनटै बिस्कुट खाँदै खेल्दै रहेछ। आज चाहिँ मैले खानामा नानीहरूलाई दाल बनाइदिएँ, अनि गाभाको सब्जी, टमाटरको चटनी पिसेँ, अनि मकैको भात पकाएको थिएँ मैले मिसाएर। मेरो नानीहरूको फेभरेट हो गाभाको सब्जी चाहिँ। अनि अब चाहिँ घाम लाग्ला जस्तो हुँदैछ, अनि मैले लुगासुगा धोएर पनि भ्याएँ साथीहरू। लुगासुगा सब धोइसकेँ। अनि मैले यो फुलबारीमा झार पनि उखालिसकेँ। झार उखालेर चटक चिटिक पारिसकेँ। अनि घाम लाग्ला जस्तो हुँदैछ, घाम लाग्न खोज्दैछ साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि म झार उखालेर आउँदा चाहिँ मेरो छोरीहरू यहाँ झ्यालबाट च्याउँदै हेर्दै रहेछ मलाई। झ्यालबाट च्याउँदै बसिरहेछ मेरो सानोहरू चाहिँ। अनि दिबु चाहिँ यहाँ च्याउँदैछ। अनि मैले घरसर पनि सफा गरिसकेँ। अनि मैले नानीहरूलाई खाना पस्केर दिएँ। अब खाना पस्केर दिन जाँदैछु। मेरो छोरीहरू यहाँ बाहिर बसिरह। अनि खाना दिएको खुसी हुँदै, मिठो छ भन्दै खाँदैछ, दामी छ भन्दैछ दिव्या दिवान्सीले चाहिँ। अनि दियाले पनि वाह मामु मेरो फेभरेट पकाइदिएको भन्दै खाँदैछिन्। अनि मेरो नानीहरूको चाहिँ तिनजनाकै फेभरेट हो गाभाको सब्जी। अनि मजाले खाँदैछन् मेरो छोरीहरूले चाहिँ। अनि मिठो छ मामु, म खाएर देखाउँछु भन्दैछ मेरो दियाले चाहिँ। अनि दामी छ भन्दैछ। दामी छ मामु गाभाको सब्जी भन्दैछ मेरो दियाले चाहिँ। अनि मैले आज बेलुकाको खानामा चाहिँ चाउचाउको सुप र काँक्राको अचार दिएको थिएँ मेरो नानीहरूलाई। अनि चाउचाउको सुपसँग खाना, अनि एकदम मिठो भयो मामु भन्दै खाँदैछ। पानी परिरहेको थियो बाहिर चाहिँ झमझम। अनि मेरो छोरीहरू चाहिँ तिनटै खुसी हुँदै खाँदैछ। तिनटै बेबीहरू चाहिँ मेरो खुसी हुँदै खाँदैछ खाना साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ खुसी हुँदै सधैँ एउटै भिडियो भनेर चाहिँ नबन्नु होला, लास्टसम्म हेरेर साथ दिनु होला साथीहरू। मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट भने अवश्य गर्नु होला। बाई बाई फर वाचिङ साथीहरू।